नमस्कार, म पिम्बा। रेडियो खोलुङ्गा एफएम 105 थुप्लो 6 मेगाहर्ज फेसबुक अपडेटमा तपाईलाई स्वागत छ। अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको 75 वर्ष पुगेको अवसरमा हिराक जयन्ती मनाइदैछ। आजदेखि 22 गतेसम्म विविध कार्यक्रम गरेर हिराक जयन्ती मनाउन लागेको हो। हिराक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन्। 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल र आदर शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्स्याङमा हुन लागेको हिराक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जका परिवारका सदस्यहरू सहित 14 जना विदेशी पाहुना नेपाल आएका हुन्। फ्रान्सेली पर्वत आरोही मौरिस र लुइस लाचेनको अक्सिजन बिना नै सन् 1950 जुन 3 तारिखमा अन्नपूर्ण हिमाल सफल आरोहण गरेको 75 वर्ष पूरा भएको अवसरमा हिराक जयन्ती मनाउन लागि हो। यसअघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी तर्फबाट पोखरा र काठमाडौँमा समारोह आयोजना हुँदै आएको थियो। 8000 मिटर भन्दा अग्ला हिमाल मध्ये अन्नपूर्णमा पहिलो माना पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 तारिखमा फ्रान्सका मौरिस हर्ज र लुई लाचेनको टोली अन्नपूर्णको शिखर चुमेको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो। तपाई हामीलाई रेडियो खोलुङ्गा फेसबुक पेज, टिकटक आइडी र युट्युबमा हेर्न तथा तपाई हामीलाई 105 थप्लो 6 मेगाहर्जमा ओखलढुङ्गा र आसपासका जिल्लामा त्यस्तै रेडियो खोलुङ्गा.com हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक लाइभ मार्फत विश्वभर सुन्न सक्नुहुन्छ।